तपकति पे फुलको ठुङ्गा ल गीत पनि गाउँदो रहेछ त यार राजेन्द्र दाजुले त होइन मैले एउटा चिज भन्छ कि माइन्ड नगर्नु होला ज्योतिषी आफै धनी छैन अरूलाई धनी कसरी बनाउँछ त्यसमा तपाईहरूले नेतालाई लखट्न सक्नुहुन्छ राजेन्द्र खड्कीले कलाकारले परेपछि लखटिहाल्छ नि यार राजा लखटे नेता को हो र यार भने तपाईँले भन्नुभयो 3 जना बाहेक अर्को विकल्प छैन 10 वर्ष 3 जना नेताले काम गर्नुपर्छ 10 वर्षमा दुई दिन केपी शर्मा शेरबहादुर र प्रचण्ड मिलेर देश बनाउनु पर्छ 10 वर्ष 10 वर्ष तपाईको भनाइ होइन 10 वर्ष किन भन्न थाल्छ म तपाईँलाई भन्छु किन 10 वर्षमा यिनीहरू मर्सिया हुन्छ कि 10 वर्षमा यिनीहरू मर्सिया हुन्छ कि खत्तम सँगै पनि राखेको तपाईँ अझ अचम्म लाग्छ जेठीको छोरी पायो अनि 21 दिनमा कान्छी पनि छोरी पाएको त्यति ब्यालेन्स गर्यो मैले सो वेलकम ब्याक साथीहरू नयाँ रियाक्सन भिडियोमा सबैजनालाई यो च्यानलमा चाहिँ मेरो लङ भिडियोमा फर्स्ट रियाक्सन हो फर्स्ट अब लङ रियाक्सन भिडियो भन्दा पनि हुन्छ सो आज चाहिँ हामीले राजेन्द्र खड्कीको थग लाइफ मुभमेन्ट्समा रियाक्सन गर्दैछौँ हाम्रो पर्वत बस्नेत बर्दरले हाल्नु भएको रहेछ सो हेरिदिइहालौँ ढिला नगरिकन है त अहिलेसम्म तपाईँले कसैलाई मार्नु भएको छैन हत्या गर्नु भएको छैन मान्छेलाई मारेको छ नकोट व्यवस्था धेरै भयो एकमुखे हान्दाखेरि मान्छे थला पर्छन् मैले यसरी यति हानेपछि तपाईँ त्यहाँ घुमेर त्यहीँ ढल्छ भने काहीँ पनि तर हाम्रो राजेन्द्र दाजुले गफ नै हाने जस्तो लाग्छ हो बेला बेला त मलाई गुन्डा गुन्डा त जेलमा छ रे अब त कसले भनेको गुन्डा भन्ने बित्तिकै खालि झगडा गर्ने लुट्ने हुन्छ दिमागको गुन्डा हुँदैन सिस्टम हिलाबला यादव सरकार फेरि सुतिरहेका भागलाई त टर्चर नदिनु बाको मुटु हुन्छ कि अब तपाईँ सुन्नु न के चाहिँ आर्मीको डनहरु त जेल गइराछन् धमा त्यो त पछि सेफ लाइनिङ गर्न गएको नि कहिले सुत्न जान्छ नि त ए डनलाई सुत्न मन लाग्यो भने जेल जाँदो रहेछ है साथीहरू यो कुरा चाहिँ दिमागमा राखौँ प्रेम नदायक पनि भयङ्कर गाउँछु म है तोरी फुल्यो तपकति पे फुलको ठुङ्गा ल गीत पनि गाउँदो रहेछ त यार राजेन्द्र दाजुले त चुल्तीमा टुरी फुल्यो टुरी फुल्यो टुरी फुल्यो के भनेको टिओआरआई वाला भनेको क्या हो टिओआरआई रे टियुआरआई कुन वाला भनेको कहाँनिर चाहिँ राखेको कहाँ हाल्दा चाहिँ ढल्छ त्यहाँ हान्यो भने तपाईँले मान्छेलाई हाल्ने मान्छे पनि त्यो आँखा निस्किन्छ ब्रेन हाम्रै हुन्छ यार कसरी भन्ने मैले भोलि फ्याट त हान्यो भने के गर्ने मर्छ स्योर छ त्यसरी हान्दा तपाईँले हाले पनि मर्छ ल अब यतिको भनिसकेपछि फेरि अगाडि बोल्नै मिलेन के आज हाम्रो कुराकानीको क्रममा त्यस्ता केही कुरा आएर तपाईँले हान्न त सक्नुहुन्न नि मलाई तपाईँ त डोमेस्टिक हिसाबले कुरा गर्छ नि त न्यु खोया गऱ्यो भने उठाएर दिनु परिहाल्छ नि अनि म सुताइदिइहाल्छु नि मेरो खराब पानी छ मेरो खराब तर यहाँ राजाले पनि पार्टी खोल्ने हो र राजा त अभिभावक गरेर बस्नुपर्छ होइन होइन साँच्चै राजनीतिक दलको भनाइ कमल थापाको भनाइ। साँच्चै जनताको माया गर्ने भने अभिभावक घन्टाको लागि अभिभावक यो कुटाएर जुन कुट्नु हो नि तपाईँले सुपारी लिएर कति पैसा कमाउनु हो त अब त्यो बेला अब भनौँ न मेरो 1 शर्टको 1000 लिन्छ मैले यो त यो पुरानै जस्तो लाग्यो त मलाई राम्रो काम हो नि त एकदम सरी मागिसकेँ अहिले पनि तपाईँको कार्यक्रमबाट जतिजना पनि त्यो बेला गोले खाएको छ मेरो हातबाट एकदम एक्सट्रिमली सरी पूर्व जन्ममा तपाईँले केही गरे होला मैले त्यसको चाहिँ बदल दिएको होला अब अर्को जन्म तपाईँहरूले लिनुहोस् मलाई बालन मात्र होइन कि धेरै धेरै चाहिँ यो मेयर साहबहरूसँग मसँग लिङ्क छ कि सबैले आफ्नो खान्छ खालि पैसामा धेरै खाएर त हो नि बिग्रिएको खालि पैसामा धेरै खाएर त हो नि बिग्रिएको यहाँ हाने कि बेहोस हुन्छ यहाँ हाने कि यो अब 1 हप्ता उठ्दैन मैले त्यसलाई अलिकति मिसयुज गरेँ मैले चाहिँ एकदम अनि यति यस्तो गर्दाखेरि पुलिसले देख्दैन त भेटाउँदैन तपाईँलाई पुलिस थाना त्यहाँ यहीँ मान्छे गएको छ यति भनेपछि के भन्नु हो राजेन्द्र दाजु चाहिँ कि त मान्छे नै कडा हो कि त राजेन्द्र दाजुको हाम्रो गफ कडा हो के जिन्दगीमा तपाईँले धेरै मान्छे कुटे भन्ने पनि इन्टरभ्यूहरू आउँछ क्या हो 2 वर्ष त 1.5 वर्ष 2 वर्ष कुटेर लानु पर्दा हामी ग्रुप मिलेर के गराएको त्यो बेला तपाईँले यस्तो पत्रिका तपाईँ पनि गए खाइसक्यो होला कि तपाईँ सबैलाई फाइट सिकाउने घरमा चाहिँ आफै लुरुक्क बरु पर्दैन होला तपाईँको चाहिँ अब स्त्री भनेको डेन्जर यार ठिचेर मार्यो भने के हुन्छ चिजर मार्यो भने के हुन्छ
मार्सल आर्ट सिक्नलाई चाहिँ धोर्सिङमा हेटौँडाबाट लगभग लगभग चाहिँ 20 किलोमिटर जति ट्रकमा बसेर आउने त्यहाँबाट अर्को बसमा बसेर जाने अनि त्यो कोरियनहरूले चाहिँ फ्रिज त्यहाँ थियो कि हामीले खुवाउँथ्यो कि उनीहरूले चाहिँ ओहो कस्तो मासु यार नुनै हाल्नु पर्ने कि भनेको त कुकुर मासु खुवायो नि तिनीहरू कुकुर मासु खुवायो नि तिनीहरूले कुकुरमा चाहिँ एउटा एन्डिङमा हुन त मान्छे मराए पनि सेन्टिमेन्ट हुन्छ कुकुरमा त अझ डोमेस्टिकमा धेरै हो कि अब यो लास्ट जुनी हो 84 जुनीमा लास्ट जुनी हो अब यो भगवान् यो मान्छेको रूप लिन्छ भनेर सेन्टिमेन्ट गरेर कसले देखाएको छ त्यो बाहुनहरूले लेखेर गयो त तर यार हामीले त कुकुर भनेपछि एकदमै होइन घरमा पाल्ने एकदम इमोसन जोडिएको हुन्छ नि त तर अब के भन्छ चीनमा अब थाहै त छ तपाईँलाई अरू देशमा चाहिँ अब होइन मैले एउटा सिधा भन्छ कि माइन्ड नगर्नु होला ज्योतिषी आफै धनी छैन अरूलाई धनी कसरी बनाउँछ यो कुरा चाहिँ सही भयो अहिलेका युवाहरू जतिजना कुलतमा फस्नु ज्योतिषी आफू धनी भएको भए टिकटकमा लाइभ बस्न त पर्ने थिएन होला नि त टिकटकमा रे अरू अब प्लेटफर्ममा पनि लाइभ बस्छन् के ज्योतिषीहरू हात हेर्नको लागि मैले त युट्युबमा पनि देखेको थिएँ क्या सायद भएको छ रक्सी जाँड चोर ड्रग्स उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अझ खाऊ भन्छ केही छैन त के गर्ने अब लुटेर त्यहाँ खाऊ लुटेर खाऊ त्यो भन्नु उपाय केही छैन यहाँ होइन भने के भन्ने तिनीहरूलाई अब कुलरमा आएकोलाई अरू घरमा आमाउलाई घाँडो छ बरु छिटो खाऊ छिटै मर नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिस्ट के भनेको यार अलिअलि मोटिभेसन त दिनुपर्छ नि यत्तिको सेलिब्रेटी भइसकेपछि तर दाइले त डाइरेक्ट भनिदिन्छ यो त भएन यो चाहिँ भएन चित्त बुझेन नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिइसकेपछि तपाईँले के फाइदा लुट्नु भयो अहिलेसम्म दिएको दिएछु मैले त प्रचण्ड दाई र चाहिँ केपी ओली दाई भनेको शिवशेष दाई र भुवन दाई जस्तै हो है उहाँहरू भएको फिल्म हिट छ उहाँहरू भए पनि उहाँहरू मिल्यो भने यो देश हिट हुन्छ भोट दिनु जिताउनु अनि त्यहाँबाट चाहिँ विकास गराउनु नगर्यो भने यहीँबाट लखट्नु भनेको थिएँ म त्यसमा तपाईँहरूले नेतालाई लखट्न सक्नुहुन्छ राजेन्द्र खड्कीले कलाकारले परेपछि लखटिहाल्छ नि यार राजा लखटे नेता को हो र यार भने लखटिसक्यो त हेलिकप्टरै मगाएर भाग्ने भयो होइन त माकुरीहरू जेन्जीको पावर देखिहाल्यो नि नेताहरू को हुन् भने प्रचण्ड दाई को हो होइन केपी ओली अहिले कहाँ लुके यार हुन त अहिले त फेरि भाषण गर्न बाटोमा आछन् होला होइन झोलेहरू सब केपी ओलीको के भन्नु यार उनीहरूको घैँटोमा घाम कहिले लाग्ने यत्रो जेन्जी आन्दोलन भयो यतिका धेरै मान्छेले ज्यान गुमाए है शहीदहरूले निर्दोषहरूले अझै पनि घैँटोमा घाम लागेको छैन झोलेहरूको त्यो बुढाहरूको त अब कहिले नलाग्ने भयो क्या मरेपछि मात्र अब त्यो सकिने होला नत्र भने त खै घैँटोमा घाम लाग्ला जस्तो छैन र शेरबहादुर राई को हो कमल थापा दाई को हो अहिलेको नेताहरू को हो र तपाईँ को हो म को हो तपाईँको गाउँको त्यहाँ लोकल नाम चाहिँ बाबु बाबुराजा भनेपछि एकदम फेमस छ होइन डन डन त्यो भए अहिलेको डन पहिलाको दादै भनौँ न मतलब चाहिँ शरीफ दादा तपाईँ त खुरापाती र ट्यालेन्ट मान्छे त हो नि खतरनाक पनि हो तपाईँ चाहिँ खुराफाती भन्नु फेरि मलाई खुरापाती भनेको ट्यालेन्ट दिमाग यो हामी कसो भने बोल्दाखेरि रफ भाषा खुरापाती भन्दा अन्यथा नलिनु होला ए यो भयङ्कर खुरापाती ट्यालेन्ट हो त्यो प्रकाश सुवेदी पनि पागल हो अब के त म पागलै हो त यस्तो हुन्छ के अब म तपाईँलाई एउटा अचम्मको कुरा के भन्छु भने सबै साइन्टिस्टहरू पागलै हो मैले भने होइन बस्न चाहिँ अति जानेको रहेछ राजेन्द्र दाजुले तपाईँले प्रकाश सुवेदीलाई पागल भन्नुभएछ नि उहाँले त चित्त दुखाउनु भएको छ तपाईँ पनि पागल हो है कमल थापा दाई जित्नुपर्छ भनेपछि के गर्नु त अनि मैले भने कि रूपचन्द दाई चाहिँ जित्नै पर्छ अरू मतलब भएन होइन मतलब भएन म ब्यालेट बक्समा गएर कति भोटले जित्छ 15,000 ड्राङ यसो यहाँ हान्नु भएन तपाईँ गुन्डा नै हो डन नै हो यो आज यो के ठक्क भन्नुहोस् पितनान शाह पनि डनै हो है कार्यकर्ताले चाहिँ नेतालाई नगर्ने बेला भइसक्यो भने अनि कसरी हुन्छ हामी गएर चाहिँ हाम्रै घरमा होइन अस्ति मेरो छोरालाई मैले तर्साउँला मैले बन्दुक निकालेमा ठोक नली हानिन्छ तिनीहरूको चाला पाल्छ फेरि पनि भने तिनीहरू अब अस्ति गगनजीले भनेन
गगन भाइले भनेन अस्ति ल्यापटपमा 4 महिनाको 4 लाख कमाउँछ बजिया भोट हाल्यो किर्तिपुरको डाँडा बसेर ल्यापटप चलाएर मैले ल्यापटपको 4 लाख कमाएन भने त्यो टाउ पर्दैन 10 दिन सुटिङ गरेर 1000 रुपियाँ पाउँथ्यो साई नेपाल चलचित्र संस्थानमा त दिनै दिँदैन 200 रुपियाँ दिन्थ्यो अब एक सजिलो काम हो नि त अनि इभिनिङमा त्यो बेला परे भए तपाईँले पनि हान्थ्यो अब हामीलाई पैसा दिन्थ्यो हाम्रो बाल मतलब हुन्थेन सिस्टम हिलाब बला यादव सरकार फेरि सुतिरहेका भागलाई त टर्चर न 1.5 वर्ष हाने मैले जोरपाटीदेखि भैँसपाटी कुदेछ त बिचराहरूलाई मैले सरी मागेँ अस्ति पनि मागेको छ अहिले पनि सरी है यो जुनमा मैले हाने अर्को जुनमा मलाई हान्नुहोस् आज तपाईँले छ नि तीनैजना नेताको विशेषता भन्नुहोस् ल केपी शर्मा ओली शेरबहादुर प्रचण्ड उहाँको राम्रो पक्ष के त तीनैजनाको भन्नुहोस् उहाँको त नारायण पछि भन्छ उहाँको त नारायण पछि भन्छन् मेरो यो 1000 रुपियाँको जुत्ता लाछु मैले 1000 रुपियाँको जुत्ताले के गरेर हिँड्ने काम होइन गाडी करोडको होस् न गुर्ने काम होइन भने नि अब यो मैले लाउँछु यो हामी ग्ल्यामर लाम भन्छ उहाँहरू ग्ल्यामरमा छैन हामी त फिल्ममा हो म 63 वर्ष अब 64 वर्ष लाग्छ म त आरे घाटमा पुगेँ तपाईँ पनि छेउछाउमा छ हामी दुईजना त तपाईँले भन्नुभयो तीनजना बाहेक अर्को विकल्प छैन 10 वर्ष तीनजना नेताले काम गर्नुपर्छ 10 वर्षमा दुई दिन केपी शर्मा ओली शेरबहादुर प्रचण्ड मिलेर देश बनाउनु पर्छ 10 वर्ष 10 वर्ष तपाईँको भनाइ 10 वर्ष किन भन्नु थाल्छ म तपाईँलाई भन्छु किन 10 वर्षमा यिनीहरू मरिसिया हुन्छ कि 10 वर्षमा यिनीहरू मरिसिया हुन्छ कि खत्तम तपाईँको श्रीमती कतिवटा छन् ठ्याक्कै भन्नुहोस् आज मेरो चाहिँ अहिले दुईवटा छ यार एउटा त अब पाटनमा छ एउटा चाहिँ काठमाडौँ भइहाल्यो अब भक्तपुरको एउटा टागिरहेको छु मैले के यार अति यार अब चलचित्र उद्योगमा के हुन्थ्यो भने चाहिँ जब हिरोहरूले टाइम नदिने कलाकारले टाइम नदिने त्यसपछि एक किसिमले उनीहरूलाई किडन्याप गरेर सुट गराउने पनि अवस्था गर्दै किन प्रड्युसरलाई डुबाउनु भएन नि त यो काम दाइले कतिको गर्यो मेरो मामा घरमा मैले त्यो दिलीप रामेलाई उठाएँ अब विराज भट्टको कुरा गरौँ यस एक्सन स्टार उहाँ पनि उहाँको राम्रो पक्ष के त मेरो कुरा सुनेछ निखिलको सब्सिडमा स्टार बनाइदिएको छ अनुहारले त हिरो बन्ने खालको भिलेन बन्ने खालको हो नि त म करिब 18 घण्टा काम गर्छु राजनजी देशको बारेमा जनताको बारेमा त्यो सेक्स पावर बढेर गऱ्यो भने तपाईँले सेक्स छोड्नुहोस् त तपाईँ 8 घन्टा पनि सक्दैन कपाल फुलेको छ कि छैन किन नआउनु भाग्य कहीँ छैन अघि मैले त्यो बहिनीलाई यहाँ मेरो सेसर भयो उखालेन भनेको परेन उखाल्ने चिज छैन त कि यहाँ पनि सेतो यता कहाँ सेतो पनि अत्याचार कि अब यो कोठीमा आउने पनि सेतो कानको यहाँ यो त यहाँ सबै रङ लाउनुहुन्छ कति यहाँ सेतै छ यहाँ बाबु अलिक जुम गर्दा यहाँ हामीले जनताले बनाएको है जनताको मन मस्तिष्कमा बस्न सकेको हामी चाहिँ थ्याङ्क यू हामीले हाम्रो कामलाई तपाईँको जुन स्पिच गर्ने तरिकाले तपाईँले पनि थ्याङ्क यू गर्नुहोस् प्रेम रोमान्च र सेक्समा चाहिँ सबभन्दा तपाईँलाई मन पर्ने चिज के हो लास्ट सेक्स हो मलाई भात नभए पनि हुन्छ सेक्स चाहिन्छ मलाई मेरो खराब पानी छ मेरो खराब तपाईँको दुईटा बिहा गर्नुभयो कि तपाईँले दुईटा बिहा गरेको नि टेन्सन छाला यो हड्डी गलाइन्छ दिमाग सडाइन्छ यार त्यो जो बिहा गरेको छ नि दुईटा तपाईँले गर्नुभएको छैन नि के छ किन भन्दा एक्सेस हुन नसकेको है अरू केही होइन मेरो जेठीपुरीसँग पछि 27 वर्ष छोड्यो मलाई सँगै पनि राखेको तपाईँ अझ अचम्म लाग्छ जेठीको छोरी पायो अनि 21 दिनमा कान्छी पनि छोरी पाएको त्यति ब्यालेन्स गर्यो मैले अवार्ड त तपाईँले त अलिकति पाउनु भएको होला त अहिलेसम्म त होइन यताभरि घरभरि अवार्ड राई समाल त कुनोमा राखिरहेको छ राई समाल त अलिकति अर्कै टाइपको मान्छे हो नि त होइन रसमा पढेको दिमाग पनि अलिक ठिसै छ त्यो तपाईँभन्दा मेरो बढी दारी फुल्याएको छ दाइ आमा यो त डेन पेन हामी त राई समाल हामी त पुरै खतम नि कहीँ बाँकी छैन सेतै छ यहाँ पनि सेतो कानमा छ यहाँ छ अब त्यहाँ सब नभनौँ शेरबहादुर राई पनि एउटा कुरा गर्छ अब चाहिँ है शेरबहादुर राई प्राइम मिनिस्टर भयो नि त चोरहरूलाई चाहिँ किन दाइ भने होला यार रिस उठ्ने अब के छ तपाईँको डिमान्ड भने कि श्रीकृष्ण म सँगै थिएँ अब नाम चलेको रायना खड्गी ब्राह्मणज्यू अर्काको ल्यान्डलाइन फोन लिएर कुरा गर्नुपर्छ पहिला उता जान्छ अनि माथि दिन्छ एउटा फोन चाहियो भने कि सञ्चार मन्त्री पनि त्यहीँ थियो त्यो मैले भन्ने बित्तिकै
श्रीकृष्ण मेरो पनि छैन हजुर भने के है श्रीकृष्ण के प्रधानमन्त्री भर्खर भएको सञ्चार मन्त्री भर्खर भएको ठाडो आदेशमा 2 घन्टामा श्रीलाई मैले फोन गरेको श्रीले मलाई फोन गरेको तर ब्याड लक के थाहा छ त्यो फोन त करियरको परेछ के त्यो ढुवानी गरेको परेछ मेरो उसको हुनी सुनीको परेछ मलाई चाहिँ के फोन आउँथ्यो हजुरको यहाँ माल आएको छ यहाँ बल्कमा ल यही हो हाम्रो राजेन्द्र खड्के दाजुको थग लाइफ मोमेन्ट्स भिडियो चाहिँ भर्खर आएको रहेछ हाम्रो पर्वत बस्नेत बर्दरले हाल्नु भएको रहेछ सो थ्याङ्क यू भिडियोको लागि त्यही हो थग लाइफ मोमेन्ट चाहिँ पुरानो सबै मिलाएको रहेछ अर्को रियाक्सन भिडियोमा भेटौँला गाइज भिडियोलाई लाइक चाहिँ हान्दिन नभुल्नु होला